Valentine Day, material life versus bhakti life. आज त भ्यालेन्टाइन्स डे हो। बेबीले घुम्न जाने भनेर भन्नुभएको थियो। म रेडी भइसकेँ, अहिलेसम्म फोन आएको छैन। एकपल्ट फोन गर्नु पर्यो। हेलो हेलो बेबी, के छ खबर? ह्याप्पी भ्यालेन्टाइन्स डे। थ्याङ्क यू सो मच, आई लभ यू। मैले त हजुरको लागि फ्लावर पनि लिइसकेँ। हुन्छ, अनि कहाँ जाने? एकदम मिठो मिठो खानेकुरा भएको ठाउँमा जाने ल? हुन्छ, आइहाल्नु ल छिटो, म त रेडी अघि नै भइसकेको। ए, आइसक्नु भयो? हस्, म त्यसो भए निस्किहालेँ। आवर लभ इज इटर्नल। भ्यालेन्टाइन्स डेको दिनमा एकदम माया गऱ्यो भने त त्यो माया सधैँ भइरहन्छ। छिटो जानु पर्यो भेट्न। कृष्ण हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, कृष्ण हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। हरि बोल, शिला प्रपात की जय। आज त मेरो च्यान्टिङ पनि सकिसक्यो, अब साधना पनि सकिसक्यो लगभग। बुक रिडिङ अनि त्यसपछि लेक्चर हियरिङ सबै सकिसक्यो। आज स्याटरडे छिटो उठेर एकदम राम्रो भयो। आज त भ्यालेन्टाइन्स डे पनि हो, कृष्णको लागि रोज पनि लैजानु पर्छ। खै हो, आज चाहिँ स्याटरडे मेरो माला सेवा पनि छ, प्लस अझै धेरै सेवाहरू पनि छ। माताजीलाई कल गर्नु पर्यो। हरे कृष्ण माजी, धन्यवाद प्रणाम। माजी, आज चाहिँ स्याटरडे हो। आज हामीहरूको माला सेवा छ, प्लस भेजिटेबल्सहरू कटिङको लागि पनि केही हेल्प गर्नुपर्छ, प्लस पछि एमसिटी पनि गर्नुपर्छ होला। हामीहरू आज छिटो जाने ल। ए हस् माजी, हजुर रेडी भइसक्नु भयो? हुन्छ, म पनि रेडी नै छु। अब सँगै जानुपर्छ ल। हस्, हरे कृष्ण। जय हरि श्री हरि जय जगन्नाथ, जय हरि श्री हरि जय